यो कार्यक्रमलाई अगाडि लाने अझै पनि म जमर्को लिएर तपाईँहरूलाई अगाडि यो समुदायलाई अगाडि बढाउने कोसिस गर्छु र अब अहिलेसम्म मैले हामीले जाने बुझेका कुराहरूलाई यहाँ तपाईँहरू समक्ष हाम्रो एक्सपोर्टका कुराहरूलाई तपाईँहरू समक्ष पेश गरेर तपाईँहरूले पनि जान्ने उत्सुकता लिनुहोस् र तपाईँले जान्ने उत्सुकता लिनुभयो भने हामीले पनि सिकाउने शैलीलाई अगाडि बढाउन सजिलो हुन्छ भन्दै हाम्रो आजको अतिथि दीर्घमा रहनुहुने अतिथिज्यूहरूले आफ्ना गहकिला भनाइहरू तपाईँहरू माझ राखेर उहाँहरू बिदा भइसक्नु भएको छ र कति सिक्नुभयो होइन कति उत्साह भयो त्यसमा पक्कै सोचाउने होइन बुझाउने अथवा भोलि पर्सि चाहिँ हामी अर्को वर्ष पनि जो सिकेका बहिनीहरू चाहिँ के उपलब्धि को कहाँ के गर्यो भने कसैले पेसा बनायो कि बनाएनन् कि त्यस्तो खोजी अवश्य हुन्छ भन्ने पनि पर्छ लगाइदिएको फेरि पनि सञ्चालक हुनुहुन्छ व्यवस्थापक हुनुहुन्छ कुशल ढङ्गले र यहाँहरूले पनि यसको चाहिँ यो 8 दिनको उपयोग फाइदा लुट्नुहोस् यही शुभकामना दिँदै म आफ्नो थोरै यसरी दिनुभएको छ र यसरी कार्यक्रमलाई अगाडि लगेर उहाँहरूलाई पनि फोकस गरिदिनुहोस् भनेर भन्नुभएको छ। तपाईँहरूलाई मैले अगाडि वर्ष मात्रै पनि साउनको महिना थियो तपाईँहरूकै टोलमा सायद तपाईँहरू पनि हुनुहुन्थ्यो होला एकजना त्यहाँको भाइले के भन्नुभयो भने दिदी तपाईँहरूको पार्लर छ हाम्रो समुदायमा मेहदी लाउने मान्छे नै छैन भन्नुभयो है। त्यो मान्छे छैन भनेपछि हामीले एक दिनको कार्यक्रम लगेर सर र मैले नै मेरो टिम गएर एक दिनको कार्यक्रम लगेर सर र सँगै सम्पूर्णलाई मेहदी डिजाइन गरेर मेहदी लगाइदिनु आमा कस्तो राम्रो मेहदी लाउनु भयो भनेर खुसी पनि हुनुभयो र 2-4 दिन उहाँहरूले गुणगान पनि गाएर मलाई फोन पनि गरिराख्नु भएको थियो होइन। यसै गरी मेहदी भनेको त्यस्तो आवश्यकता चिज भयो कि अहिले त ल हिजो वर्ष साबित्री हिजोकै कुरा अब मेरो हातले त अहिले म मेहदी सिकाउने जाने तर मेरो यो अमला चाहिँ टेनिस एल्बो भएर तपाईँहरूले सिक्दा दुईटै हातले सिक्नुहोस् एउटाले मात्रै नसिक्नुहोस् किनभने यो त स्किन सम्बन्धित पनि काम हो र हड्डी सम्बन्धित काम हुन्छ त्यसले गर्दाखेरि सिक्न खोज्दाखेरि दुईटैले सिक्नुहोस् र यो मेरो अमलाले काम नगरेको कारणले गर्दा हिजो मात्रै वर्ष सावित्रीको दिन थियो अब हिजो वर्ष सावित्रीको लागि अस्तिको दिन मेहदी लाउने भन्दाखेरि अब मलाई त साँझ परिसकेको थियो अब त्यतिखेर मैले कसलाई खोज्ने त मेरो स्टाफहरू पनि थिएन अहिले स्टाफहरू सबै बेगर आफ्नो ठाउँमा पुगिसक्यो र एउटा बहिनीको चाहिँ अब वर्ष सावित्री भएर राजविराज पुग्नु भयो है त्यो अवस्थामा दिएर हुन्छ होइन दिँदा दिनुपर्छ अनि त्यस पछाडि अब त्यो अवस्थामा मैले त यस्तो गाह्रो पऱ्यो कि मलाई उहाँ 2-3 जना मेहदी लाउन बसिरहनु भएको छ मेरो पार्लरमा जब एउटा मेहदी लाएको 500-600 पर्छ एक हातको मेहदी लाएको है सिम्पल खालको अनि त्यो मेहदी लाउनको लागि मैले चाहिँ 5 ठाउँ 10 ठाउँ यतिसम्म कि तन्मुतान हाम्रो छन् दाजु नहरमा निकलको छोरीहरूले पनि लाउँछ क्या उनीहरूलाईसम्म गएर तर उनीहरू पनि नभ्याउने यति प्याक वर्ष सावित्रीको लागि मेहदी लाउँदैछु भने लास्टमा मैले त्यही अगाडिपट्टि कतितिर मुनाको नाति छ नि दाजु अस्ति भर्खर बिहे हुने हो त्यो बहिनीलाई गुहारेर मैले मेहदी लगाइदिएँ। त्यो बहिनी पनि आज यहाँ आउँदैछ सिक्नुको लागि उसलाई पनि राखिदिएको एउटा कोर्सहरू लिइहाल्न किनभने अझै पनि तिमीलाई राम्रो छ सम्पूर्ण सहभागीहरू सबैलाई म हार्दिक नमस्कार हाम्रो हुने यो कार्यक्रम स्वागत गर्न चाहन्छु र यो 8 दिने कार्यक्रममा यहाँहरूले सिकाइएको कुराहरूलाई सिकेर र उत्सुकता लागेको कुराहरूलाई सोधेर यहाँहरूले ज्ञान हासिल गरेपछि मात्रै यो कार्यक्रम पनि सफल भएको हुनाले मलाई अलिकति गढेको छ यो कुरालाई दर रेटको कायम गराउनको लागि जस्तो मानेर तपाईँहरूले नै एउटा पार्लरमा गएर 15 रुपियाँमा आइब्रो गर्नुभयो भने अर्को पार्लरमा गएर 10 रुपियाँमा आइब्रो गरिदिन्छ भन्ने हिसाबले त्यो हिसाबले अहिले अगाडि बढिरहेको छ र त्यस्तो हिसाब नरहोस् भनेर हामीले चाहिँ तपाईँ हामी जो पनि यो पेसामा आबद्ध छौँ त्यो पेसामा आबद्ध पार्लरले चाहिँ कस्टमर गएको बेलामा 150 भनेर चाहिँ मान्छेको आफ्नो श्रम शोषण हुने काम नहोस् भन्ने हिसाबमा हामीले भन्यौँ। तथापि अहिले त्यो कुरा हुन सकेको छैन। हामी लागिरहेको छौँ यो पेसालाई सुरक्षित बनाउनलाई। तपाईँहरू लाग्नुहोस् आफ्नो वर्ग समुदायहरूमा पनि म एउटा श्रमिक हो र मैले यो पेसा गरेँ भने मेरो आफ्नो परिवार आर्जन गर्न सक्छु होइन आफ्नो परिवारलाई चलाउन सक्छु यो पेसालाई मैले सुरक्षित गर्न सक्छु। यही पेसामा लगाएर पनि तपाईँको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने अब आफ्नो घरको काम सिद्धिएर आफ्नो पसल आफै थोरै पैसामा लगानी गरेर 10-50 हजार 1 लाख रुपियाँ लगानी गरेर एउटा
पार्लर खोल्न सकिन्छ, त्यो पार्लरबाट आफ्नो पेसा चलाउन सकिन्छ। तर त्यो पेसालाई पनि अहिले मर्यादित बनाउन हामीले चाहनु लाग्दा पनि पटक पटक हामीले विराटनगर महानगरपालिकालाई भने ब्युटिसियनको पेसा यति ठुलो भइसक्यो कि हरेक एक घर 2 घर पछाडि एउटा ब्युटी पार्लर छ। मेकअप के हो, कस्तो कस्तो स्किनलाई कस्तो कस्तो मेकअप गर्ने, कुन स्किनलाई कुन मेकअप सुट हुन्छ र जस्तो तपाईँहरू त सबै सावनी स्किन हुन्छ, अब यस्तो स्किनलाई कस्तो मेकअप लाउने, नट जस्तो सेतो मेकअप लाएर त नटै जस्तो भइन्छ। त्यसको पनि क्याटेगोरी हुन्छ, त्यो क्याटेगोरी सहितै हामीले तपाईँहरूलाई चाहिँ यसलाई यो लाउँदा यो हुन्छ, यस्तो स्किनलाई यस्तो लाउने, त्यो सहितै तपाईँहरूलाई विस्तृत जानकारी सहितै अगाडि लान्छौँ र तपाईँहरूलाई यो सानो रकम